काठमाडौँको बीच सडकमै एक वृद्धमाथि कुटपिट गर्ने 42 वर्षीय पारस बमलाई प्रहरीले पक्राउ गरेको छ। आदरणीय दर्शक महानुभावहरू नमस्कार। सुरु गरौँ आजको भिडियो टपिक र हाइलाइटबाट। त्यो भिडियोमा जुन तपाईहरुले देख्नुभयो नि, जुन गाडीबाट ओर्लेर एउटा धनातेले एउटा पैदल यात्रीलाई कुट्यो। वृद्ध कुट्ने ती अधर्मी कार चालक पारस बम पक्राउ। हाम्रो प्रहरी टोली सक्रिय भयो र आवश्यक अनुसन्धान पश्चात उक्त कानुन हातमा लिने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छ। दर्शक महानुभावहरू हालचालै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। भिडियो हो काठमाडौँ चक्रपथ ट्राफिक जामको, जहाँ ट्राफिक जाम चलिरहेको थियो। ट्राफिक जामको क्रममा आफ्नै निजी कारमा सवार रहेका एक पेसाको हिसाबले इन्जिनियर 42 वर्षको पारस बम आफ्नो सालीसँग सवारमा थिए। सोही ट्राफिक जाममा एक भिख माग्दै पैसा माग्दै एक वृद्ध मानिस पारस कहाँ जान्छ, तर 5 रुपियाँ दिनको साटो उनले तिनलाई कुटपिट गरेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालभरि भाइरल भयो। अधिकांश जननागरिकदेखि लिएर ठुल्ठुला सरकारी कर्मचारीहरूले पनि कमेन्टमा टीका टिप्पणी गरिरहेको देखिन्छ र धेरैजनाले गाली गरिरहेको थियो। 42 वर्षीय पारस बम र उनको साली सवार थिए जब चक्रपथमा ट्राफिक जाम भयो र त्यहाँ के भएको थियो उनको सालीबाट सुन्नुहोस्। त्यो भिडियोमा जुन तपाईहरुले देख्नुभयो नि, जुन गाडीबाट ओर्लेर एउटा धनातेले एउटा पैदल यात्रीलाई कुट्यो भन्नुभयो, तपाईहरु जुन आरोप लगाउनु भयो नि, त्यो एकदमै गलत आरोप हो है। मैले बोल्नुपर्ने अवस्था चाहिँ किन आयो भन्दाखेरि चाहिँ त्यो कुराले गर्दा चाहिँ आज हाम्रो आमा बुवालाईदेखि लिएर मेरो भिनाजुको चाहिँ फेसबुकमा नराम्रो नराम्रो शब्द बोलेर एकदमै गाली गलौजहरू हामीलाई वर्षात भइरहेको छ हैन। अब त्यो कुराको चाहिँ के हो भन्दाखेरि तथ्य चाहिँ हामी वसुन्धराबाट हामी घर जाँदै थियौं। चक्रपथ जाममा हामी पर्यौं। चक्रपथमा जाममा त्यो जड्या आएर मेरो भिनासँग पैसा माग्यो। मेरो भिनाजुले टाउको हल्लाएर छैन भन्नुभयो। त्यो भनिसकेपछि चाहिँ त्यो जड्याले त छेत्री बाहुन हो भने सोध्यो। मेरो भिनाजुले हो भन्नुभयो र उसले चाहिँ के गर्यो भने एकदमै नराम्रो शब्द बोलेर मेरो भिनाजुलाई थुक्यो, गाडीमा पनि थुक्यो र त बाटोमा जाँदा चाहिँ मोर्छस् भनेर भन्नुभयो। त्यति भन्दा पनि मेरो भिनाजुले केही पनि बोल्नु भएन र फेरि त्यो जड्या म बसेकोतिरबाट आएपछि विन्डो सिटमा आएर उसले मलाई नराम्रो शब्द बोलेपछि चाहिँ मेरो भिनाजु र म ओलेर गएर त्यसलाई कुटेको हो। त्यो गर्नु गल्ती भयो हाम्रो है। सहीको लागि हामी बोल्यौं, त्यो ठुलो हामीलाई गल्ती भयो। आज त्यही कुरा तपाईहरुको दिदी बहिनीलाई भएको भए पनि तपाईहरु के त्यसै चुप्लाएर बस्नुहुन्थ्यो? मिडियाले हामीलाई यति नराम्रो पोर्ट्रे गर्दियो कि एकदमै कि हामीले त मान्छे नै मारेको जस्तो ठुलो क्राइम जस्तो गर्यो। तर हामी सत्य कुरा हामीले बोल्दाखेरि, सत्य कुराको लागि हामीले बोल्दाखेरि चाहिँ हामी यति नराम्रो भइन्छ भने चाहिँ हामीले सोचेको थिएनौं के। अब अहिले दुनियाँबाट मेसेज आइरहेछ, हामीलाई नराम्रो गाली भइरहेछ। तपाईहरुलाई अझै पनि यो कुराको ट्रस्ट लाग्दैन भने तपाईहरु चक्रपथ जानुहोस्, त्यहाँ पुलिस बिटमा गएर तपाईहरुले बुझ्न सक्नुहुन्छ। त्यो जड्यालाई अहिले पुरै पुलिस खोज्न हिँडिरहेछ। मेरो भिनाजुलाई क्लिन चिट दिइसक्यो पुलिसले। अब त्यही पनि जड्यालाई खोज्दै हिँडिरहेछ हैन। अब त्यहाँ चक्रपथ पुलिसलाई पनि थाहा रहेछ कि त्यो जड्या कस्तो हो भन्ने कुरा। पैसा माग्दै गाली गर्दै हिँडिरहेछ त्यो जड्या हैन। त्यो अब हामीले सायद गाली गरेर मुख छाडेर चुप लाएर बसेको भए सायद हामी राम्रो हुन्थ्यौं होला है। त्यहाँ त्यत्रो मान्छेहरू थियो, मलाई मुख छाड्दा त्यहाँ एक शब्द कसैले केही बोल्नु भएन। तर आज मेरो भिनाजुले मेरो लागि बोल्दाखेरि चाहिँ हामी त्यति नराम्रो भयौं के। त्यही भएर मैले आज चाहिँ मैले यो कुरा चाहिँ क्ल्यारिफाई गरेको हो हैन। किनकि हाम्रो चाहिँ एकदम नराम्रो भयो। तपाईहरुले एकदमै धेरै नै गाली गर्नुभयो हामीलाई हैन। एकदम नराम्रो शब्दहरू बोल्नुभयो। आज हाम्रो ठाउँमा तपाईको दिदी बहिनी भएको भए पनि सायद तपाईहरु यही गर्नुहुन्थ्यो होला हैन। म चाहिँ म यही भन्छु कि अब हाम्रो त बेइज्जत भयो। तपाईहरुले त्यो जड्यालाई कुटेकोमा तपाईहरुले वृद्धलाई कुट्यो भने तपाईहरुले बोल्नु भयो भने अब हाम्रो मानहानि भएको हामी कहाँ जाने त हैन। हाम्रो पनि त बोल्ने अधिकार त हुनु पर्यो नि त। त्यही भएर भिडियो भाइरल भएपछि यतिखेर पारस बमलाई प्रहरीले कसरी खोजी तलास गरेर उनलाई पक्राउ गरे त? यही बारेमा प्रहरी प्रशासन के भन्दैछ यो पनि सुन्नुहोस्। हामीले आज जुन भाइरल भएर देखियो एउटा भिडियो, त्यो भिडियोमा नेपाल प्रहरीले गम्भीरतापूर्वक लिएर यसरी कानुन हातमा लिने कामलाई प्रहरीले एउटा चाहिँ गम्भीर कानुन उल्लङ्घनको रूपमा लिन्छ। किनभने कानुनभन्दा अघि पनि मैले भने कानुनभन्दा माथि कोही पनि छैन।
कानुन बमोजिम उहाँलाई कुनै समस्या छ भने कानुनी निकायमा कानुनी उपचार खोज्नु सबैको अधिकारको कुरा हो, तर अधिकार छ भन्दैमा आफै कानुन हातमा लिने काम चाहिँ कसैले गर्न पाइँदैन। त्यो हामी भिडियोमा त्यो देखिसकेपछि हाम्रो प्रहरी टोली सक्रिय भयो र आवश्यक अनुसन्धान पश्चात उक्त कानुन हातमा लिने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया सुरु भएको छ। दर्शक महानुभावहरू, आजको भिडियो कस्तो लाग्यो? तपाईँको मनमा लागेको आफ्नो विचारहरू तल कमेन्ट बक्समा राख्नुहोला र कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि भन्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको बेल आइकन दबाएर अल नोटिफिकेसन घन्टी पनि अन गरिदिनुहोला, किनभने यस्तै भिडियोहरू तपाईँहरूको माझमा सबैभन्दा पहिला आउनेछ भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।